जाप समाज यल नेवा समुदाय पाखे मन्त्री जिया देवी यलय सरकारी ज्याकुया नुपी प्रमुख लगायत यत नेवा परम्परागत सगम्बिया भिन्तुना देछागुदु भिन्तुना ज्याजो शुक्रबार ज्याबु प्रज्ञा भवने जुगुख जाप समाज यलय अध्यक्ष तीर्थलाल महर्जनीय नयाँ स्विजुको ज्याजोले बागमती प्रदेशीय उद्योग तथा सामान्य प्रशासन मन्त्री रामकृष्ण चित्रकार, बागमती प्रदेशीय संस्कृति तथा पर्यटन मन्त्री पुकार महर्जन, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सचिव भरतमणि सुवेदी, यल जिल्लाया प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, पूर्व प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, यल महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारती, पूर्व प्रमुख प्रशासकीय अधिकृत गणेश अरियाल, राष्ट्रिय भूमि आयोग ललितपुर जिल्ला प्रमुख श्री गोविन्द महर्जन व प्रोग्रेसिभ फाइनान्सया प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ यात नेवा परम्परागत सगम्बिया सम्मान लिसे भिन्तुना देछागुख समाज यलले हामीलाई जो शुभकामना दिनुभएको छ, शुभेच्छा व्यक्त गर्नुभएको छ, सद्भाव यहाँ प्रकट गर्नुभएको छ। म अन्तर्संस्करणबाट हार्दिक कृतज्ञता म यहाँ सबभन्दा पहिला व्यक्त गर्न चाहन्छु। मैले ज्यापु समाजको बारेमा धेरै यहाँ भनिरहनुपर्छ जस्तो लाग्दैन। यो हाम्रो संस्कृति, यो हाम्रो सम्पदाको रक्षा कवचको रूपमा हाम्रो समाजभित्र बनेको एउटा महत्त्वपूर्ण किल्ला हो भन्ने मलाई लाग्छ। जब समाज एउटा किल्ला हो, त्यो किल्ला संस्कृतिको रक्षाको लागि, हाम्रो मौलिक परम्पराको रक्षाको लागि निर्मित हामी सबैको एउटा साझा संस्था, त्यो रूपमा मैले जब समाज ललितपुरलाई लिएको छु। ज्याजोले यला महानगरपालिका प्रमुख छिरिबाबु महर्जन, ज्याप समाज यलय अध्यक्ष तीर्थलाल महर्जन, वरिष्ठ नुकु सन्तमान महर्जन वेगपिन्त भिन्तुना देछना दिगुख। हाम्रो अधिकृतज्यूहरू सबैलाई उहाँहरूको कार्यकाल अति राम्रो होस्,
एकदमै फलिफाप होस् र उहाँहरूसँग यो ज्यापु समाजले सहकार्य गर्ने मौका प्राप्त गरोस्। विगतमा पनि प्राप्त गरेकै थियो, अब अझ घनीभूत रूपमा प्राप्त गर्न सकुन् भन्ने मैले शुभकामना व्यक्त गरेँ। त्यस्तै अब हाम्रो निवर्तमान अर्थात् आउटगोइङ अफिसरमा चाहिँ खासै अरू त देखिनँ। मैले मेरै प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालजीलाई मात्रै देखेँ, अरू आउटगोइङ त देखिनँ। र उहाँको फ्युचर करियर पनि अति राम्रो होस्। उहाँले चिताए जस्तै अब भन्न त अप्ठ्यारो छ, सिडिओ बनोस्। यस कार्यक्रममा खास भन्नुपर्दाखेरि 30औं वर्ष चाहिँ पार गरिसक्नु भएका हाम्रा पूर्व अध्यक्षहरू तर्फबाट उहाँलाई चाहिँ आज लसना तथा बधाई शुभकामना गर्न पाएकोमा धेरै खुसी छु। यो कार्यक्रमले चाहिँ मतलब आजबाट लसना यो जुन चाहिँ बधाई कार्यक्रममा उहाँले चाहिँ मतलब हामीले जुन कार्य गरेको थिए त्यो कार्यक्रमबाट उहाँहरूको कार्यकालमा कुनै पनि बाधा अर्चना नहोस्, उहाँहरूको कार्यक्रम हरदम सधैँ चाहिँ सफलता होस् र जनताहरूको चाहिँ नेपाल सरकारको काममा सधैँ चाहिँ निरन्तर सरल तरिकाले गर्न सकोस् भन्ने चाहिँ ज्यापु समाज तर्फबाट लसना तथा बधाई शुभकामना गर्न चाहन्छु। हाम्रो ज्यापु समाजको हाम्रो भावी योजना भन्नुपर्दा ललितपुरलाई एउटा क्राफ्ट सिटी नगरको रूपमा डेभलप गरी यहाँ भएको हस्तकलालाई साना तथा घरेलु तथा ठुलो उद्योगहरू त्यसमा विस्तार गरी यसलाई चाहिँ क्राफ्ट सिटीको रूपमा डेभलप गराउने हाम्रो भावी योजना रहेको छ। त्यस्तै ज्यापु समाजले निकट भविष्यमा गर्न खोजेको ललितपुर बागडोल अवस्थित 110 बेडिङ क्यापेसिटी भएको ज्येष्ठ नागरिक आनन्द निकेतनलाई देशकै नमुनाको ज्येष्ठ नागरिक केन्द्र बनाउने कुरा यहाँहरूलाई जानकारी गर्दछौँ। एलय नवनिर्वाचित जनप्रतिनिधि लगायत एलय तिथि निकायले नुपी पदाधिकारी त वैले ज्याप समाज एल नेवा परम्परा कथा सगबिया पिन्तुना देछागु ज्याजु ज्ञान भइचुङ्गु